पता है वाव नाइस बॉडी Hello guys, good morning. Welcome to my new vlogs. Hope सबैजनाहरु सन्चै आरामै हुनुहुन्छ होला जहाँ हुनुहुन्छ हैन। हामी चाहिँ पोखरातिर छ आज मैले हाम्रो ज्यान चाहिँ पोखरातिर चाहिँ लेक साइडमा चाहिँ हामी बसिरहेको छौं। आज बिहानको सुरुवात भयो। अब चाहिँ हाम्रो घुमफिर कार्यक्रम जारी हुन्छ। हामी चाहिँ होटल दिदीमा बसेका थियौं र होटल दिदीबाट लेक साइडको दृश्य चाहिँ एकदम राम्रो देखिने रहेछ। वाह कति राम्रो। एक दिनको 2100 रुपैयाँ लिने रहेछ अनि हामी चाहिँ लेक साइड देखिनेतिरको चाहिँ कोठामा बसेका थियौं र यताबाट चाहिँ बाहिरहरु हेर्दाखेरि चाहिँ लेक साइड नै देखिने सबैतिरका पोखराको लेक साइडतिर चाहिँ के छ कस्तो छ भन्ने कुराहरु मज्जाले देखिने अनि वाइड गुम्बा त्यो सर्लक्क देखिने सारनको डोर देखिने एकदमै राम्रो के। अनि यो ठाउँमा बसेको 2100 तिर खासै त्यस्तो पश्चाताप नै छैन। अरु होटलहरु भन्दा राम्रो नि अनि खानाहरु नि टाइमिङमै दिने सबै कुराहरु चाहिँ राम्रो भएको भएर चाहिँ हामीले चाहिँ यसैमा बसेको। तपाईहरुले चाहिँ होटल दिदीमै बस्नु होला भन्न चाहन्छु। यो चाहिँ सी इज माई लभली क्यूट बुढी हैन। क्यूट भन्ने के चस्मिस भन्ने जे भन्दा नि हुन्छ। मैले मात्र भन्नु मिल्छ नि फेरि अरु भन्नु बहुत तेज हो रहा है फेरि साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए। कस्तो रुममा बसेको होला के बसेको होला भन्ने टाइपको लागेको होला हैन। सिधै लेक साइड देखिने घामसम लाग्ने एसी भएको रुममा नि पर्फेक्टली लाइटिङ साइटिङ भएको एकदम डेन्टिङ पेन्टिङ भएको रुम चाहिँ बब्बाले रुममा हामीले बजेटले भए अनुसारको रुममा टक्क बस्यौं। ओभरअल राम्रो छ। अहिले हामी चाहिँ एकछिनमा चाहिँ खाजा आउँछ। खाजा खाएर चाहिँ हामी लेक साइडतिर जान्छौँ। लेक साइडतिर गएर यसो यो पछाडीको पेन्टिङ नै एकदमै राम्रो रहेछ। अनि चाहिँ यो घरमा बस्दाखेरि चाहिँ पुरानो जमानाको घरहरू हुन्छ नि पुरानो कच्ची घरहरू त्यस्तो चाहिँ याद आयो। एकदमै राम्रो रहेछ। बिहानैमा उठेर कास्कीको पोखरामा रहेको फेवाताललाई हेर्दै लेक साइडमा बसेर आफ्नो प्रिय मान्छेसँग चाहिँ चियाको चुस्की अनि चाहिँ पराठाको साथमा आफ्नै प्रिय मान्छेसँग चाहिँ यसरी रमणीय ठाउँमा चाहिँ यति रमाइलो दृश्यहरूलाई चाहिँ हेर्दै यो पललाई यसरी अविस्मरणीय बनाउन पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेको छ। मेरो प्रिय मान्छे मेरो प्यारो बुढीसँग चाहिँ पैसा त सबैले कमाउँछ। पैसा कमाए सँगसँगै चाहिँ यसरी समयलाई चाहिँ सदुपयोग गरेर आफ्नो प्रिय मान्छेहरूसँग प्रियजनहरूसँग चाहिँ यो समयलाई चाहिँ यसरी चाहिँ रमाउन पाउँदाखेरि यसरी रमणीय स्थानमा चाहिँ यो दृश्यहरूलाई चाहिँ अवलोकन गर्दै आफ्नो प्रिय मान्छेसँग चाहिँ कुराकानी गर्दै पराठालाई चाहिँ दही अनि चटनीमा चप्प चोपेर अनि चाहिँ मुखमा क्याप राख्ने हो भने त माई लर्ड यो भन्दा बढी के चाहियो हो। खुसी आहा यस्तो टेस्ट वाउ। म खानको लागि जन्मेको हो। खानको लागि चाहिँ मैले धरतीमा चाहिँ पाइला टेकेको हो भन्ने मान्छेहरूको लागि चाहिँ भन्दा हुन्छ है खानको लागि जन्मेको जति पनि जुन खाना त्यो पराठाहरू चाहिँ बिहान बिहान यसरी आलु पराठाहरू खाँदाखेरि चाहिँ हुन्छ नि त बिहान पुरानो यादहरू आउने के। पुरानो पहिला चाहिँ मम्मीले चाहिँ आलु पराठाहरू बनाइदिने होइन एक खाएको क्या 15-20 वटा चाहिँ आलु पराठाहरू खाइदिन्थेँ कि पहिला चाहिँ। तर अहिले पनि खान सक्छु। अहिले यो पैसा पर्ने भएर चाहिँ कम खाएको होइन। अन्त 15-20 होइन त्योभन्दा पनि बेसी खाइदिन्छ हो अरे खानेको लागि जन्मेको। पेट जितना डालोगे उतना जाओगे उतना जाएगा। हामीले नास्ता गरिसकेपछि अन्नपूर्ण माछापुछी हिमाल हेर्नको भनेर चाहिँ बौद्ध स्तूपतिर लाग्यो। बौद्ध स्तूप जाँदाखेरि चाहिँ हामीलाई करिब आधी घण्टामा चाहिँ हामी त्यहाँ पुग्यौँ। शान्त सरर हावा चलेको एकदमै राम्रो मिठो ठाउँमा रहेको रहेछ। बौद्ध स्तूप चाहिँ पोखराको चाहिँ मुटुमै रहेछ। यताबाट चाहिँ त्यो अनेक दृश्यहरू पनि देख्न सकिने रहेछ। तर पोखराको बौद्ध स्तूपमा चाहिँ फोटो भिडियोहरू चाहिँ खिच्न नमिल्ने रहेछ। मानसिक तनाव एन्जाइटी डिप्रेसनले छोएका मान्छेहरू चाहिँ यहाँ आएर ध्यानमा बस्ने रहेछन्। एकदमै शान्त ठाउँ रहेछ। अनि केही बेर शान्त भएर ध्यानमा बस्यो अनि मन शान्त अनि शुद्ध भयो। त्यसपछि पोखराको बजार हेर्दै फेवाताल हेर्दै तालबाराई मन्दिरहरू हेर्दै अनि पोखराको रमणीय दृश्यहरूलाई चाहिँ अवलोकन गर्दै। तर विडम्बना के गर्नु हो भाग्यमा नभएपछि चाहिँ खप्परमा नभएपछि
कि जसो गर्दा पनि जे गर्दा पनि चाहिँ नहुने अनि चाहिँ हामी गएकै दिनमा चाहिँ कुहिरोहरू लाग्नुपर्ने अनि कुहिरोहरू लाएर चाहिँ हामीले अन्नपूर्ण माछापुच्छ्रे हिमालहरू चाहिँ हेर्न नपाएर फर्केर निराश भएर मुटुमा ढुङ्गा बोकेर हुन्छ नि निनेहरू खापहरू लगाउँदै हामी मात्र होइन क्या त्यहाँ धेरै थुप्रै देशका मान्छेहरू थिए जस्तै इन्डिया पाकिस्तान अनि खैरे कुहिरे के होइन तिनीहरू सबै चाहिँ निनेहरू खापहरू लगाउँदै माछापुच्छ्रे अन्नपूर्ण हिमालहरू त हेर्न सकिएन तर बौद्ध स्तूपको चाहिँ राम्रोसँग चाहिँ दर्शन गरेर शान्त मन बनाएर हामी चाहिँ त्यहाँबाट चाहिँ अब फेवातालमा गएर ढुङ्गाहरू चढ्नुपर्छ अब त्यति रमाउनुपर्छ भनेर बाइकमा कुदी चाहिँ आएर हामी चाहिँ ढुङ्गाको लागि चाहिँ तयार भयौँ हामी चाहिँ बोट राइडिङमा चाहिँ गयौँ ल बेबी ल कम बेबी ल ल के हुँदैन ल रुने होइन नि फेरि उसले चाहिँ बिचमा बस्छ धेरै 4 नम्बरमा बस्छ म चाहिँ यता बस्छु 1 नम्बर हुने के त्यहाँ बस्छ ल त्यसै बस्ने म चाहिँ यहाँ बस्ने हो म चाहिँ उता बस्ने ओ बेबे दाइ ढुङ्गा त पल्टिँदैन है हुँदैन ल म छु ल म त मम्मीलाई भन्दिनँ राम्रोसँग गर्नु फेरि त्यो त्यस्तो यताउता भयो भने राम्रो हुँदैन हजुर बसेको मिले हजुरहरूले दिनमा फेवातालमा ढुङ्गा चढेको चाहिँ 600 देखि 800 प्रति व्यक्ति लिने रहेछ मान्छेको चाप नभएको बेला चाहिँ 600 र मान्छेको चाप भएको बेला चाहिँ 800 लिने रहेछ हामी चाहिँ मान्छेको चाप नभएको बेला परेर चाहिँ हामीले चाहिँ 600 माथिका ढुङ्गाहरू चढ्न पायो टिकट 2 जनाको चाहिँ 1200 रुपियाँ तिरेर चाहिँ ढुङ्गाहरूको चाहिँ राइडिङ गरियो थोरै भयो नि नेपालको मौलिकता बोकेको नेपालको पहिचान बोकेको नेपाली ढुङ्गा फेवातालमा चढ्न पाउँदाखेरि एकदमै खुसी उमङ्गित भयौँ र जमिनमा भनेको नभएर पानीमा तैरिएको मन्दिर तालबारे मन्दिर फेवातालको बिचमा रहेको मन्दिरमा जान चाहिँ ठुलो रहर थियो इच्छा चाहिँ तर चाहिँ हाम्रो घरमा अप्रिय घटना भएर चाहिँ हामीले त्यहाँ चाहिँ दर्शन गर्न नमिल्ने अवस्था आयो तर फेरि हामी फेरि आउनेछौँ फेरि चाहिँ आएर चाहिँ दर्शन गर्ने आशा पुगेका छौँ अब घुमाइदिनु न पानी पर्ने जस्तै भयो मलाई पुऱ्याइदिनुहुन्छ नि त पानी कस्तो अहिले के भएको छ टक्क कति मजा आइरहेको ल हेर त एक कुनाबाट अर्को कुनामा आहा सर यो हो नि त टक्क कसरी हुन्छ हावा आयो भने केही नै हुँदैन त केही हुँदैन कि पानी थर आयो नि के हुँदैन डोन्ट वरी तिमीलाई के हुँदैन कि म छु त हेर तिमीलाई के हुन्छ जस्तो लाग्छ म तिम्रो साथमा भयो भने तिमीलाई पञ्चे बाजा घन्काएर कस्तो बाङ्गो गइरह साथुनका घुमेर अग्निलाई साँची राखेर हैन मान्यजनहरूको आशीर्वाद लिएर हैन यसरी पो तिमीलाई भित्रेकी बुढी त हो भित्रेकी बुढी हो यार गौदान गरेर गाईको पुच्छर तिम्रो दिएर मलाई तिमीलाई के हुन दिन्छु त होला त म के हुन दिन्न हो तिमीलाई त म पानी के समुद्रको तिमी बिचमा भयो यो फेवाताल होइन त समुद्रको बिचमा भयो नि तिमीलाई म ल मेरो बुढी चाहिँ समुद्रको बिचमा छ भने पनि म त्यहाँ पुगेर तिमीलाई चाहिँ उठाएर ल्याउँछु मेरो बुढी प्यारी बुढी भन्दा कस्तो खतरा लगाएको यसले चाहिँ के भन्छ त बिचरा मेरो बुढी हेर्दा पनि कस्तो निनेहरू मुख लगाएर चाहिँ डरले थर कामिरहेको होइन मलाई चाहिँ झारिदिनु बुढा प्लिज मलाई झारिदिनु म त मलाई चाहिँ रिगट आउनु लाग्यो मलाई चाहिँ यो पानी देखेर रिगट आउनु लाग्यो ढुङ्गा देखेर कति बेला पल्टिने मलाई थाहा छैन प्लिज बुढा झारिदिनु भनेर धेरै रिक्वेस्ट गरिसकेपछि अब के गर्ने झारिदिउँ त भनेर चाहिँ मैले नि बुढीलाई झारेर अनि आफू एक्लै चाहिँ ढुङ्गा दाइसँग चाहिँ होइन माझी दाइसँग चाहिँ एक्लै ढुङ्गा चलाउनु पर्ने भयो बुढी बिना चाहिँ यो चस्माको नि एउटा रहस्य छ कि म चस्मा लगायो भने चाहिँ ह्यान्डसम टाइपको देखिन्छ कि जस्तो लाग्छ कि चस्मा चाहिँ के हुन्थ्यो भने यो ठुला त हुन्थ्यो होइन चस्माको चाहिँ लास्टै सोकिन् के ब्रान्डेड चस्माको सोकिन् के अनि म जहिले नि उहाँको चस्मा चाहिँ लुकाइदिने कि लुकाएर अनि चाहिँ उहाँको चस्मा चाहिँ म लगाउने कि अहिलेसम्म चाहिँ यो ठुलाको कारणले गर्दाखेरि चाहिँ चस्मा चाहिँ ब्रान्डेडै लगाएको छु मतलब ह्यान्डसम देखेको छु चस्मा कारणले
man! अनि यस बढ्यो भनेर चाहिँ कम्प्लिमेन्ट्री मिलिरहेको छ मलाई चाहिँ आइ एम ह्याप्पी फर द्याट यो बेर्नु न ओ माई गड यति ठुलो माछा हुने रहेछ फर्स्टदेखि यत्रो फेवातालको माछा यस्तो कडा हुने रहेछ माझी दाइहरूले फेवातालमा माछा पनि मार्ने रहेछन् पहिलोचोटि देखियो यस्तो रमाइलो हुने रहेछ त्यो एक 18 केजी 5 केजी 6 केजी यस्तै माछा नि निकाल्ने रहेछन् फेवातालमा फिसिङ गर्ने व्यवस्था चाहिँ फेवाताल व्यवस्थापन समितिले नै उपलब्ध गराएको रहेछ यो गर्दाखेरि चाहिँ दैनिकी जोहो गर्ने त्यो एउटा वातावरण बन्यो स्थानीय दिगाहरूलाई चाहिँ 5 केजी त होला यत्रो माछा हुन्छ पोको पारे चाहिँ हो रहेछ माछा पारे 118 एउटै 18 केजीको माछा हो कसको कति बेच माछा यसरी देखाइदिनु बानी होइन चिप्लेर फाट गर्ने टेन्सन हुन्छ बहुत तेज हो रहा है अनेक दृश्यहरू देखियो फेवातालमा चाहिँ माछा मारेकोदेखि लिएर फेवातालमा डुङ्गा चलाएकोदेखि लिएर मान्छेहरूले चाहिँ कसरी जीविकोपार्जन गरिरहेका छन् सबै कुराहरू चाहिँ देखियो पुगियो अनि चाहिँ आफ्नै टी सर्ट खोलेर चाहिँ थोरै रमाइलो पानीको बेगसँगै बोडीहरू देखाउँदै आफ्नो ज्यानलाई सो अफ गराउँदै होइन भिडियोको लागि चाहिँ फेवातालको मौसम अनि फेवातालको पानी फेवातालको झरीदेखि लिएर फेवातालमा सिमसिमे पानी सबै पुगियो सबै कुराहरूलाई चाहिँ अवलोकन गरेर चाहिँ फाइनली अहिले चाहिँ हामी चाहिँ बोटबाट चाहिँ तल झर्छ कि दाइले चाहिँ म स्पेसली थ्याङ्क यू भन्न चाहन्छु लास्टै राम्रो राइड गराइदिनु भयो दाइले चाहिँ थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सो मच ल अहिले चाहिँ हामी चाहिँ अन्त उयो फेरि घरतिर गइरहेको छु हान्यो नि बेबी खतरा हान्यो नि स्विमिङ होइन बोटिङ त खतरा हान्यो नि अल्ट्रा खतरा भयो सोच्यो भन्दा नि ओभर दामी भयो यति सोचेकै थिएन यति खतरा हुन्छ भन्दा चाहिँ होइन ल फेवातालमा ढुङ्गा नि हानियो अब चाहिँ घरतिर लाग्नु पऱ्यो गाइज बाई बाई एभ्रिवान